ल ल दा हाम्रो मल प्याकिङ खतरा छ एकदम भर्मिक कम्पोस्ट मल हामीले बनाएका छौँ। अब विवादद्वारा मार्केटमा जान्छ यो मल। उठा उठा मेरा मुख फेरि धर्न सक्नु केला नि फेरि भयो कति पो ल टक्कै 50 केजी यसको बारेमा भन्छु ल। ल नमस्ते तपाईँहरू सबैजनालाई मेरो नमस्कार छ। साई गोपाल कृषि नर्सरी फर्मबाट हामी चाहिँ भर्मिक कम्पोस्ट मल गरौली मल बनाउँदैछौँ र यो सबै फिनिसिङ भइसक्यो। अब मल चाडीवरी प्याकेजिङ पनि गरिसक्यौँ। यो चाहिँ अब हाम्रो मार्केटमा जाँदैछ। यो चाहिँ 50 केजीको मल हामीले यसरी प्याक गर्दैछौँ। यसरी हामीले मल बनाएर चालेर त्यस पछाडि यसलाई हामीले फेरि यसरी किलोमा नापेर प्याकेजिङ गरेर यो मार्केटमा जाँदैछ। तपाईँहरूलाई पनि चाहिएमा साई गोपाल कृषि नर्सरी फर्ममा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ। यसको चाहिँ विशेषता के छ भने यो चाहिँ भर्मिक कम्पोस्ट मल, यो गरौली मल हो। यो चाहिँ एकदम अर्ग्यानिक मल हो। हामीलाई चाहिँ एकदमै कौशी खेतीमा प्लस अब हामीले बोट बिरुवाहरूलाई होइन अब हामीले हरियो बनाउनु छ, हामी अर्ग्यानिक खानु छ भने हामीले यसरी गरौली मल युज गरौँ। यसलाई भर्मिक कम्पोस्ट मल पनि मल भनिन्छ। यो चाहिँ शिव सदाशिव नगरपालिका वडा नम्बर 1 धरमपुर चोकमा साई गोपाल कृषि नर्सरी फर्ममा उत्पादन गरेको हो र उत्पादन गरेर यो चाहिँ प्याकेजिङ भएर अब बिक्रीमा जाँदैछ। तपाईँहरूलाई चाहिएमा तपाईँहरूले सम्पर्क गर्न सक्नुहुन्छ र म सम्पर्क नम्बर पनि भनिदिन्छु। 9804993306 धरमपुर चोकमा पर्छ यो साई गोपाल कृषि नर्सरी फर्म। फेरि पनि म हजुरलाई एड्रेस भनिदिन्छु। यो चाहिँ धरमपुर चोकबाट थोरै मात्रै अलिकति भित्र बजार लाइनमा पर्छ। यो हटिया लाइनमा यो चाहिँ साई गोपाल कृषि नर्सरी फर्म छ। यो चाहिँ मेरो आफ्नै उत्पादन हो। म चाहिँ यसको चाहिँ भनौँ न प्रोप्राइटर पनि हो साई गोपाल कृषि नर्सरी फर्मको र यो मैले आफैले उत्पादन गरेको हो। म चाहिँ एउटा चाहिँ महिला एग्रिकल्चरमा चाहिँ काम गर्दै गरेको हो र मैले उत्पादन गरेको मल जस्तो लाग्यो हजुरहरूलाई। र तपाईँहरूलाई चाहिएमा हामीलाई फेरि पनि सम्पर्क गर्न सक्नुहुन्छ। शिव सदाशिव नगरपालिका वडा नम्बर 1 धरमपुर चोकमा छ यो। र तपाईँहरूले अर्डर पनि दिन सक्नुहुन्छ। तपाईँहरूलाई जति पनि चाहिएमा तपाईँहरूले यो मल हामीलाई अर्डर गर्नुहोस्, हामी बनाइदिन्छौँ। 3 महिना या 4 महिना पछाडि हामीले रेडी गरिदिन्छौँ। जति चाहिए पनि हामी दिन सक्छौँ तपाईँहरूलाई। तपाईँहरूको रिसोर्टमा बगैँचामा र एकदमै अर्ग्यानिक सब्जीहरू खानु छ भने भर्मिक कम्पोस्ट मल युज गरौँ र आफू पनि स्वस्थ रहौँ र सबैलाई स्वस्थ राख्नलाई सहयोग पुऱ्याउँ र आफू पनि एग्रिकल्चरमा समावेश भएर तपाईँहरूले आफूले उत्पादन गरेका आफूलाई लगायत सम्पूर्ण हाम्रा के अरे यहाँका जनताहरूलाई पनि पुर्याउने गरी उत्पादन गर्नुहुन्छ भने पनि भर्मिक कम्पोस्ट मल युज गरेर तपाईँहरूले चाहिँ सागसब्जीहरू लाउनुहोस् र बोट बिरुवामा पनि लाउनुहोस्। यो चाहिँ एकदम अर्ग्यानिक मल हो। यो चाहिँ स्वास्थ्यलाई पनि धेरै राम्रो गर्छ। यो हामीले चाहिँ खालि डिएपी युरिया मात्रै हामी भन्छौँ र विषादीहरू मात्रै युज गर्छौँ, तर त्यो होइन। विषादीहरू युज गरेको चिजले चाहिँ के हुन्छ भने त हामीहरूलाई रोग निम्त्याउँछ। तर हाम्रो गाईको गोबर र यहाँ